ए वा नमस्ते, वेलकम टु माई ब्लग। म चाहिँ झाडु खन्न आँटेको साथीहरू। हिजो मात्र आएको काठमाडौँबाट। आउँदा त घरमा हेर्छु घरको वरिपरि झारहरू उम्रिरहेको रहेछ। अब म चाहिँ सफा गर्न, यो चाहिँ घर पछाडि हो, म चाहिँ घर अगाडिबाट चाहिँ सफा गर्न लागेको साथीहरू। अब जाँदैछु, घाम बेसी घाम लागिरहेछ कि, अनि यहाँ चाहिँ म छु साथीहरू। अगाडि जाँदैछु झाडु खन्न। यहाँदेखि चाहिँ स्टार्ट गर्छु म। अब यहाँ ग्लोभ्स लाउँदैछु झाडु खन्न। यो लुगा चाहिँ फेरि मेरो काम गरेर आउने लुगा हो कि, आज जति सक्छु त्यति खान्छु, नसकेको चाहिँ बन्नु खान्छु। झाडु खाल्नु पाएको छैन, पानी पो पर्न थाल्यो गाईचरो। हेर्न त यति मात्र उखाल्दै थिएँ कि पानी कत्रो परिरहेछ। अघि कस्तो कडा घाम लागिरहेको थियो, अहिले त पानी पो पर्न थाल्यो। अझै यत्रो धेरै झाडु खाल्नु बाँकी छ। यहाँ हेर्नु न, यति मात्र उखालिरहेको थिएँ, पानी परेर बिचोक भयो। फाइनली यो आँगनको लुगा र भएकोमा चाहिँ मैले झाडु खालिसकेँ। अब पानी परिरहेको छ छाताउली। मैले चाहिँ झाडु खालेँ, छाताउलीमा झाडु खालिदिँदा चाहिँ बनाउनु पाइनँ। अहिले त्यस्तो भएको छ, अझै यहाँ पतिर बाँकी नै छ। आज चाहिँ मैले यति मात्र सफा गरेँ, किनकि पानी परेकोले गर्दा धेरै सफा गर्नु पाइनँ। यति मात्र सफा गरेँ मैले आज। अब बाँकी रहेछ यहाँ मासतिर अनि यहाँ परतिर बाँकी रहेछ। यो बाँकी रहेको चाहिँ म भोलि सफा गर्छु।